आमा सबै दिदीहरूलाई चाहिँ सेवा ढोक अनि मेरो देवर बाबुहरू सबैजनालाई अनि देउरानीहरूलाई चाहिँ धेरै धेरै आशीर्वाद भान्जीहरू अनि छोरा छोरीहरू सबैलाई पनि धेरै धेरै आशीर्वाद मेरो यता दिदी भन्दा अनिता दिदी पनि है सबैजनालाई चाहिँ साइनो अनुसारको अभिवादन छ। आज चाहिँ हामीहरू विशेष गरी कोचबिन जिङ गुरुङ हाम्रो बडगाउँले छिट्टै त अलि भएन बडगाउँले छोरो हाम्रो लामो खलकको कुन जेनेरेसन अब लामो खलकको छोरा हजुर कोचबिन जिङ गुरुङको विशेष कार्यक्रममा चाहिँ छौँ र यो प्रोग्राम चाहिँ मास्टर नेपाल जुनियर अब मिस एन्ड मास्टर नेपाल जुनियर 2026 हो जुनमा चाहिँ ओजबिनले चाहिँ मास्टर नेपाल जुनियरको विनरको उपाधि प्राप्त गर्यो र त्यस्तै त्यो सँगसँगै अब पब्लिक चोइस र मास्टर ट्यालेन्टमा पनि उसले सब टाइटल पनि प्राप्त गर्न सफल हुनुभएको छ ओजबिन जिङ गुरुङ। र 1 महिनाभन्दा अलिक बजार छैन होला अनि लगभग 1 महिनाभन्दा अलिकति बढीको तालिम पश्चात यो कार्यक्रम सम्पन्न भयो र यो कार्यक्रमको अवधिभरमा चाहिँ अब आफूले विशेष गरी त अब बौद्धिक हिसाबले अनि त्यस्तै भोटिङ पनि थियो त्यही भएर भोटको हिसाबले र फाइनल डेमा पनि तपाईँहरू समावेश भएर हामीहरूलाई साथ दिनुभयो त्यसको लागि चाहिँ म सम्पूर्ण परिवारहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज चाहिँ विशेष गरी यो हामीहरू बाबुलाई चाहिँ हाम्रो संस्कृति अनुसार टोसी गर्ने कार्यक्रम राखौँ भनेर चाहिँ कान्छा मामाले कुरा निकाल्नु भएर सबै परिवारहरू कान्छा बाजे ओजबिन जिङको चाहिँ कान्छा बाजे कुरा निकाल्नु भएर सबैजनालाई समावेश गरेर आउनुभएको छ र यो टाइटल चाहिँ अब अलिकति ब्युटी पेजेन्ट अलिक मोडर्न स्टाइलको कार्यक्रम भयो नि त तर योमा बधाई दिनलाई पनि टोसी गर्ने भनेर जुन अब हामीहरूले गर्न लागेका छौँ त्यो कुराले चाहिँ अब ओजबिनले यो 1 महिनामा चाहिँ कसरी हिँड्ने कसरी धेरै मान्छेहरूको अगाडि बोल्ने अनि आफ्नो भित्र भएको प्रतिभाहरू चाहिँ कुन हिसाबले देखाउने भनेर चाहिँ सिक्यो। तर आज चाहिँ फेरि उसले एउटा गुरुङको छोरा भएको नाताले चाहिँ टोसी गर्ने हाम्रो जुन संस्कृति छ स्याहाइ गर्ने त्यो चाहिँ आज उसले आफूलाई नै तपाईँहरूले टोसी गर्दै हुनुहुन्छ त्यही भएर एकदम प्रत्यक्ष देखेर सिक्ने मौका पाउँदैछ। त्यसको लागि चाहिँ अब ओजबिनको तर्फबाट विशेष गरी मलाई चाहिँ एकदम खुसी लागेर तपाईँहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज त अब अलिक बुझ्ने उमेर त भएको छैन कि जस्तो लाग्छ ओजबिनको तर अहिले भिडियोमा सबै क्याप्चर हुन्छ कता कता यस्तो गरेको थियो मलाई टोसी गर्नुभएको थियो यस्तो भनेर चाहिँ आज चाहिँ इन्ट्रोड्युस हुने भयो नि त ओजबिनलाई। ओजबिन सँगसँगै अब खासमा हामी देवर बुहारी हाम्रो जेनेरेसनहरूले पनि सिक्नुपर्ने कुरा हो यो अनि हामीहरूले पनि सिक्न लागेका छौँ अनि उहाँहरू 3 जना विशेष गरी 3 जना अब भान्जीहरूको जेनेरेसन हाम्रो लेनी हामी यो जेनेरेसनले चाहिँ कङ्ग्रेचुलेसन भनेर केक काट्ने सेलिब्रेट गर्ने त हामी सबलाई थाहा छ तर यस्तो स्पेसल ओकेजनमा चाहिँ हाम्रो कल्चर अनुसार चाहिँ कसरी हामीहरूले बच्चालाई कङ्ग्रेचुलेट गर्छौँ भन्ने कुरा चाहिँ हामी सबैले सिक्नु जरुरी छ र आज चाहिँ त्यो माहौल बनाइदिनु भएकोमा पनि फेरि सबै परिवारहरूलाई एकदमै धन्यवाद दिन चाहन्छु र अब कार्यक्रम पनि बिस्तारै सुरु गरौँ। उहिले हातमा चाहिँ भइहाल्यो नि हो त्यसो
Congratulations. धेरै ज्ञानी हुने धेरै अझै बढी त्यो बजेलाई खुवाइदेऊ तिमीले ल यहाँनिर आएर आयन्स पनि गर्नु सुधा आमाले खुवाइदिनुहुन्छ निधारमा खुलाइदिनु भयो त आयन्सलाई पनि थोरै चढाइदिनु आएसँगै खाइदिन्छ होला कस्तो थोरै आयन्स गर्नु छिटो Congratulations. ल तपाईँहरू सोल्टिनी र दिदी आउनु दुईजना सोल्टिनी आउनु दुईजना बोल्छ ल भयो ल बहिनी ल खाइदेऊ बहिनी र भाइलाई सबै खाइ नै हुन्छ ल भाइलाई पनि बाबु यो पनि अर्को पनि काट्नु छोरो अर्को स्कुल लाइफस्टाइल है बाँकी त तिमी खाइदेऊ ओके बनाएन बिहान राम्रो गर्ने राम्रो गीत गाउने अब यसपछि त बाबा आमाले लगाइदिनु होला बाबामा लगाइदियो है एकदम ज्ञानी हुने सबैले जहिले पनि यसरी कङ्ग्रेचुलेसन गर्ने मोमेन्ट क्रिएट गर्ने है ओके एकदम यसमा त यतिकै यताबाट खिच्दा मात्रै आएको यो त सानो मन्कीहरू धेरै करायो रे यो मन्कीहरू धेरै भोक लागेको क्या हो मम्मीहरू लगाएको त नजिकबाटै कहिले आमा बाल्छ तार यो राम्रो गर्ने है खानु त मैले यही लगाइदिन्छु यार खानु त ल एकछिन फोटो खिच्दै बाजे
आज नै विनर हुनुभयो बेलुन दिने हो अब यहाँ बलुन पड्किन्छ है खोज्यो कहाँबाट खोज्यो अच्छा पैसा पाउनु साँच्चै बाबा आमालाई प्राउड हुने काम गरे त है ल सानो मिस्टर नेपाल नै आयो है यहाँ दिदी भन्नुहोस् न दिदी फुल भएन फ्युचर फ्युचर मिस नेपाल यस विनर खै नमस्ते गरेको त दिदीलाई कङ्ग्रेचुलेसनले त केही भनेन त कङ्ग्रेचुलेसन भन तीनजना बस्छ यार तिम्रो पालामा पर्यो केक माग्नु ल के नि हुन्न खस्दैन तिम्रो कपालले अडाउँछ है खसेको खस्छ त रे लामालाई पैसा लामालाई के गर्यो भने त्यो राख्ने अनि गर्ने भन्थ्यो नमस्ते गर उस्बिन डोन्ट फर्गेट टु यसरी कङ्ग्रेचुलेसन भन्न पाओस् है थ्याङ्क यू काका भनेर नमस्ते गर के भन्नुपर्छ आन्टी हो भन्नुहोस् काकी हो काकी काकीले ल बाहिरको ग्याङ अनेश आशीर्वाद माया छ पछाडि भएर पछाडि आँखा छ आज हामी यहाँ हाम्रो परिवार मात्रै होइन सबै इष्टमित्र भन्नाले अब अघि नै सबैजनाबाट यहाँ जानकारी भइसकेको छ कि हाम्रो नाति ओजबिन गुरुङ मास्टर ट्यालेन्टको विजेता भएको र हामी शुभकामना र उसको भविष्यप्रति पनि उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिन यहाँ हामी भेला भएका छौँ। त्यसमा मात्रै नभइकन हामी बडगाउँले लामाको सन्तान त्यसमा पनि एउटा हामी अरू जिजुहरूको नगरे पनि हामी ददी गुरुङको सन्तानलाई यता गनेर आउँदाखेरि पनि हाम्रो पाँचौँ सन्तान हो र यो पाँचौँ सन्तानलाई जन्म दिने बाबा आमालाई जन्म दिएरै मात्रै होइन कि यो बच्चालाई राम्रोसित गाइड गरेर यहाँसम्म उपाधि लिन सफल बनाउनलाई जो मेहनत गर्यो खर्च गर्यो बच्चासित राम्रो नराम्रो सोचेर बच्चालाई जसरी हुन्छ बच्चाको भविष्य उज्जवल गर्नको लागि बाबा आमाले पनि मेहनत गरेका छ। त्यसमा म नातिलाई मात्रै होइन छोरा बुहारीलाई पनि धन्यवाद दिन चाहन्छु। हाम्रो ददीको सन्तानमा अब हाम्रो पुरानो हिसाबले भन्दा चाहिँ खनाती पुस्ता हो, पाँचौँ पुस्ता र आज यहीँसम्म मात्रै यो उपाधि लिन सीमित नरहोस् र यिनलाई मात्रै होइन कि अरू
सन्तान पनि जन्मिन्छ त्यसको लागि भविष्यमा नि बाबुआमाहरूले बाबुआमा भएपछि बच्चालाई यसरी गाइड गर्नुपर्ने रहेछ, म पनि यस्तो गर्छु भन्ने एउटा इच्छा इरादा लिएर सन्तान पैदा गर्नुहोस्, सन्तानलाई राम्रो गाइड गर्नुहोस् र सन्तानलाई यसरी नै उपाधि लिनलाई सफल बनाउने इच्छा राख्ने को साथसाथै मेहनत पनि गर्ने, आफू राम्रो भएर बच्चालाई राम्रो बनाउने, त्यसको साथसाथमा ओजबिन नाति चाहिँ अहिले मास्टर ट्यालेन्ट जुनियर मास्टर ट्यालेन्ट मात्रै होइन कि भोलि हामीले सिनियर मास्टर ट्यालेन्टको पनि उपाधि चुमेको हामी हेर्न पाऊँ भन्दै म यो आशा राख्दै सबैलाई धन्यवाद गर्छु। बल्ल फिल गरेको ओहो यस्तो भइसकेको रहेछ भनेर तर त्यति बेला चाहिँ आफू प्रत्यक्ष त्यहाँ उपस्थित भएर होइन चाहिँ यो सबैमा चाहिँ अब त्यति बेला त्यो खुसीको बेलामा त्यो सहभागी हुनु पाएँ। त्यसमा चाहिँ अब आफूलाई मैले पनि अब भाग्यवान ठाने होइन। यसमा चाहिँ अब फेरि उजिन्ने त्यसमा अब लकिली त्यो दिनमा चाहिँ अब विनर पनि भयो। त्यसमा नि हाम्रो एकदम खुसी लाग्यो त्यो दिनको त्यो हाम्रो चाहिँ जुन त्यो एकदम के भन्छ त्यसलाई त्यो एड्रिनालिन हुन्छ नि हाम्रो त्यो जोस गर्वको त्यो चाहिँ अब जो सबैले त्यो हुटिङ गरी चेयरअप गरी हाम्रो अब ओजिनकै नै सबभन्दा धेरै थियो त्यति बेला। त्यो पनि एकदम राम्रो भएको थियो। अब जसरी अहिले हामी त्यो खुसी मनाउन अब कम्फर्ट भएको थियो यो पनि अब हाम्रो यो पारिवारिक यो एकताको चाहिँ एकदम राम्रो हो र यति भन्दा अब ओजिनलाई चाहिँ अब योभन्दा पछि पनि अब उत्तरोत्तर प्रगति एकदम त्यो अलराउन्ड चाहिँ सफलताको कामना गर्दै म चाहिँ अब मैले पनि यति भन्दा जुनियर मास्टर नेपाल जुनियरमा चाहिँ उसले पार्टिसिपेट गरेर चाहिँ ऊ विनर भयो। त्यसमा चाहिँ हामी एकदम उसलाई हार्दिक बधाई दिन चाहन्छौँ र भोलिको दिनमा पनि र उसले यस्तै कार्यक्रमहरूमा यो मास्टर नेपाल मात्रै नभइकन अरू धेरै के अरे सेक्टरहरू छ, स्पोर्ट्स होला होइन, अनेक कुराहरू छ नि त। ऊ त अझ के हुन्छ अरे रोनाल्डो जस्तै बन्छु भनेको छ होइन र? रनर पनि हो होइन, रोनाल्डो रनर एथलेट्स होइन सब कुरा हुन्छु भनेको छ। त्यो कुरामा बाबुआमा हामी परिवारले पनि उसलाई सक्ने हामी सपोर्ट गरौँ होइन। उसले उसको एउटा कुनै भिजन होला, अब त्यो भिजनलाई चाहिँ हामीले सपोर्ट गरौँ र बच्चाले लिएको एउटा एम्बिसनलाई चाहिँ हामी सबैले सपोर्ट गऱ्यो भने हामी मात्रै होइन ऊ मात्रै होइन हामी सबैजना परिवारहरूदेखि लिएर समाज सबैजनालाई चाहिँ हाम्रो एउटा भोलि दिन राम्रो चाहिँ छवि बस्छ। हामी सबैले यसमा चाहिँ उसलाई चाहिँ सहयोग गरौँ है। र यो भन्दै आजको यो खुसीको पल अहिलेको यो उसलाई शुभकामना दिने पल चाहिँ यहीँ स्थगित गर्दै अब यसो हामी खानपिन है त। नमस्ते सबैजना। नमस्ते। मेरो नाम ओजिन जिन गुरुङ हो। म युरो स्कुल हात्तीगौडा ग्रेड 2 मा पढ्छु। मेरो गाउँको नाम बडागाउँ लमजुङ हो। हजुरहरू यहाँ आउनु भएको किनभने हजुरहरूले मलाई लभ ह्याप्पिनेस अनि ब्लेसिङहरू दिन हजुरहरूले आशीर्वाद दिन मलाई खुसी बनाउनु भएको छ। धन्यवाद। म केही कुराहरूमा फेरि पार्टिसिपेट भयो भने म फेरि जित्छु। बाजेहरू बाउहरूबाट के